तिमी मेरो अन्तिम प्रेम हौ र मेरो यो अन्तिम वाक्य सुन्ने अन्तिम नारी पनि मात्रै तिमी। तिमी मेरो हौ भन्ने अनुभूति जति मिठो छ त्यतिकै तितो तिमीलाई गुमाउने डर पनि छ। किनकि जसलाई जति डुबेर प्रेम गरिन्छ उसलाई गुमाउने डर पनि उत्तिकै गहिरो हुँदो रहेछ। तिमीलाई सम्झिरहँदा मेरो मनमा एउटा अनुपम मिठास खुल्छ, जस्तो बिहानको पहिलो घामले दिने सुनौलो किरण वा वसन्तको हावामा बग्ने कोमल सुगन्ध। तिमी मेरो जीवनको त्यो सौन्दर्य हो जसले हरेक अन्धकारलाई धकेलेर पर लगिदिन्छ। तर साथसाथै मनले भन्छ कि यो सुन्दरता केवल क्षणिक त होइन। तिमी मेरो हो भन्ने कल्पनाले मात्रै पनि मेरो हरेक थकित साँझहरू उज्यालो बनाउँछ। तर मनमा एक किसिमको डर उब्जिन्छ, कतै यो आफ्नोपन पनि समयको एउटा छल रह्यो भने। मलाई डर लाग्छ कुनै बिहान मेरा आँखा खुल्दा म तिमीलाई हेर्न खोजौँला तर तिमीलाई नदेखौँला। कतै मेरा आँखाबाट बिस्तारै तिमी ओझेल पो पर्ने हौ कि। तिमी मेरो नजिक मात्रै हुँदा पनि हृदय अग्मय आनन्दले भरिएको हुन्छ। तिम्रा ती सजल नयनले मलाई हेरिदिँदा मात्रै पनि हृदय नाच्छ। तर कतै तिमी अब मेरो रहँदैनौ भन्ने पीडाले आत्मा काँप्छ। मेरा हरेक सपना तिमी वरिपरि घुम्छन्, तर यदि सपनाभित्र केही पात्र एक दिन हरायो भने सपनाको अर्थ नै के रहन्छ। तिमी मेरो हौ भन्ने अनुभूति मात्रै पनि कुनै विजय भन्दा ठुलो हो। कहिलेकाहीँ म आफैसँग प्रश्न गर्छु, यदि तिमी बिना बाँच्नु पर्यो भने, तर जवाफ सधैँ मौनतामा विलीन हुन्छन्। तिमी बिना त मेरा कविता अधुरा हुन्छन्, मेरा शब्दहरू अर्थहीन हुन्छन्, मेरा आत्मा शून्य हुन्छ। मेरो डरहरू बीच पनि एउटा गहिरो सान्त्वना छ, तिमी अहिले मेरो हौ। तिमी आज पनि मेरो नजरमा मुस्कुराइरहेकी छौ। तिमी आज पनि मेरो नामभित्र आफ्नो नाम मिसाइरहेकी छौ। सायद भविष्यले के ल्याउँछ भनेर म अज्ञातसँग डराउँछु, तर वर्तमानलाई भने हृदयको गहिराईमा कदर गर्छु। तिमी मेरो हौ, म तिमीलाई बाँध्न खोज्दिन, तिमीलाई स्वतन्त्र आकाशमा उड्न दिन चाहन्छु। तर मनभित्र कतै न कतै एउटा सानो बालक डराइरहेको छ, कतै त्यो उडान टाढा नपुगोस्। अन्तत म स्वीकार्छु, तिमी मेरो हौ भन्ने खुसीले जीवनलाई मिठासले भरिदिएको छ। तर तिमीलाई गुमाउने डरले मेरो माया अझै गाढा बनाएको छ। किनकि साँचो प्रेम त्यही हो जहाँ मिठास र भयसँगै बाँच्छन्। तिमी मेरो हौ अनि यही अर्थमा म जीवित छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।